हेलो हेलो गाइज, आज चाहिँ हामी मलेसियाको बातुके भन्ने ठाउँतिर घुम्न जाँदैछौँ होइन गाइजहरू। हेर्दै गर्नुहोला हाम्रो भिडियो, हाम्रो ब्लग। फाइनल्ली हामी चाहिँ बातुके आइपुगिसकेका छौँ होइन। यता चाहिँ भिड छ बातुकेको। गाइस राम 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 के साह्रो भिडियो हेर्नु त त्यो उकालो खुर्किलोमा। गाइसहरू यहाँबाट चाहिँ अब बातुकेको गेट सुरु हुन्छ, पहिलो गेट होइन। यहाँ नोटिस बोर्ड राखेको छ के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर चाहिँ। अब चाहिँ यहाँ खुर्किला चढ्दै चढ्दै माथिसम्म गइन्छ होइन। ठाडो उकालो छ क्या गाइस एकदम। यहाँबाट चाहिँ जाँदाखेरि एकदम थाकिन्छ होइन। बस्दै बस्दै बित्दै जानुपर्ने हुन्छ होइन। माथि पुग्दा एकदम थाकिन्छ। पछाडि चाहिँ मान्छेको भिडहरू यति धेरै छ। माथिबाट देखिने भ्युज, तल धेरै सानो सानो मान्छेहरू देखिरहेको छ हेर्नु। कति हाइटमा छ क्या यो। पुरै सहर देखिन्छ, राजधानी एरिया। हैट लास्ट गली यार। किल्ला चाहिँ यो नै छ गाइस होइन। यहाँ चाहिँ यहाँबाट चाहिँ भित्र गएपछि चाहिँ भित्र मन्दिरहरू छ, भित्र ओडारभित्र होइन गुफा छ यहाँ ठुलो। गेट होइन, खुर्किला चाहिँ सक्यो। यहाँबाट चाहिँ खुर्किला सक्यो होइन। कालो अब चाहिँ हामी यहाँबाट सट्ट भित्र गुफाभित्र चाहिँ गुफा अघि बढ्दैछौँ होइन। भित्र चाहिँ धेरै भित्रसम्म गुफाहरू छ। यहाँ साइड साइडमा हिन्दूहरूको यो मूर्तिहरू छ धेरै होइन। लेफ्ट राइट दुवै साइड छ। अब चाहिँ हामी भित्रसम्म जान्छौँ यहाँबाट। यहाँ चाहिँ रहेको छ अब यो मन्दिरहरू यो होइन। हिन्दूहरूको यो मन्दिरहरू मूर्तिहरू छ धेरै, सबै किसिमको छ होइन। यहाँ चाहिँ अब हामी
हेर्दै हेर्दै भित्र माथिसम्म छ, अझै माथि अर्को खुर्किला पनि छ अगाडि, त्यो माथि देखेको होइन, त्यहाँसम्म चाहिँ हामी अब देख्छ। भित्र गएर चाहिँ माथि फेरि आकाश देखिन्छ कि भित्र लास्ट ठाउँमा पुगेपछि। यहाँबाट चाहिँ हामी हेर्दै हेर्दै होइन अगाडि बढ्दैछौँ होइन। यता चाहिँ भित्र धेरै ठुलो ओडा छ कि यो माथि होइन, यो माथि धेरै अग्लो छ क्या यसको। माथि बिचमा पनि हेर्दा पनि होइन, माथि बिचमा पाल आकाश देखिन्छ त्यहाँ बिचमा। त्यस्तो छ खतरा ठाउँ छ कि यो चाहिँ। बाटो के भन्छ यसलाई होइन, यहाँको यो ठाउँलाई चाहिँ। यहाँबाट हामी अगाडि बढेर माथि जाँदैछौँ। यहाँबाट चाहिँ हामी माथिको दोस्रो खुर्किला होइन, माथि अझै माथि पनि जाँदैछौँ हामी होइन। यो खुर्किलाबाट चाहिँ यो खुर्किला चढेर अलिकति यो चाहिँ थोरै छ, छोटो छ यो खुर्किला चाहिँ। यहाँबाट चाहिँ माथि अब माथि आकाश देखिन्छ कि यहाँबाट ठ्याक्क माथि हेर्नुहोस् न, आकाश देखिरहेछ। यहाँबाट चाहिँ यो खुर्किला चढेर माथि गएर चाहिँ त्यहाँ माथि पनि चौर जस्तो ठाउँ छ क्या, धेरै ठुलो फाँट। यता चाहिँ हनुमानजी पनि हुनुहुन्छ। हेलो यहाँ चाहिँ यस्तो छ होइन, पर्यटकहरू धेरै छन् यहाँ होइन। यहाँबाट चाहिँ माथि आकाश देखिन्छ ठ्याक्क। यो चाइनिज न्यु इयरको छुट्टी छ, त्यस कारणले गर्दा पनि धेरै मान्छेहरू छन् यहाँ घुम्न आइरहेको छ होइन। धेरै भिड छ खुर्किलामा, धेरै भिड थियो तलदेखि यहाँ माथिसम्म पुरै। यहाँतिर चाहिँ लगभग अब हामी घुमिसक्यो भन्दा नि भयो होइन। अब चाहिँ हामी एउटा सेल्फी हानेर चाहिँ तलतिर फेरि ओह्रालो लाग्छौँ। अब फेरि खुर्किला झर्दै 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 हेर्दै होइन। तल यो पहिलो खुर्किला हो यो, तल झर्ने। तल बिचमा गएर अलिकति उकालो जस्तो छ, फेरि तल ओह्रालो खुर्किला छ धेरै तलसम्म। अब यहाँ चाहिँ ओह्रालो झर्दाखेरि होइन, यो तल माथिबाट तल देखिने यो मन्दिरको भ्यू चाहिँ होइन यस्तो छ होइन गाइस। तलको मान्छेहरू साना साना देखिरहेछ होइन, धेरै तल छ। फाइनल्ली हामी चाहिँ माथि पुगेर चाहिँ होइन सबै घुमेर चाहिँ अब तल फेरि फर्केर आइसकेको छौँ होइन, तल ग्राउन्ड लेभलमा होइन। अब चाहिँ हामी यहाँबाट चाहिँ यता दाहिने साइडपट्टि एउटा छ क्या फेरि झरनाहरू छ, उतातिर जाँदैछौँ हामी चाहिँ अब अगाडि उता। हेरेर साथ गरेर त्यही गर्नु होला होइन।
यहाँबाट चाहिँ दाहिनेपट्टि साइडपट्टि चाहिँ होइन भित्रपट्टि चाहिँ माछाहरू छ, धेरै माछाहरू, झरनाहरू पनि छ। यहाँभित्र छिर्नलाई चाहिँ टिकट लिनुपर्छ होइन। टिकटको चाहिँ त्यही पहिले 5 रिङ्गेट थियो, अचेल 10 रिङ्गेट छ कि कति छ। अब हामी त्यतैतिर जाँदैछौँ होइन। यो भित्र झरनामा टिकट लिन्छौँ, त्यसपछि हामी झरना हेर्छौँ, भित्र अवलोकन गर्छौँ। भित्र चाहिँ धेरै उ छ कि सबै मन्दिरका मूर्तिहरू छ ओडारमा। यहाँबाट चाहिँ अगाडि अब टिकट लिने ठाउँ छ होइन। यहाँ टिकट लिने, त्यसपछि हामी भित्र जाँदैछौँ। टिकट भित्र धेरै छ कि पढहरू पनि छ धेरै। अब यो सर्पहरू पनि छ, धेरै थरीको छ क्या भित्र ओडारभित्र। यहाँ चाहिँ सुगा पनि रहेछ। यतातिर चाहिँ फोटो भिडियो लिन नपाइन्छ। अब यता चाहिँ भित्र चाहिँ हाम्रो फर्स्ट यो भित्रको अवलोकन गर्ने क्रममा चाहिँ यतातिर चाहिँ हाम्रो हिन्दू धर्मावलम्बीहरूको चाहिँ यो मूर्तिहरू धेरै थरीको मूर्तिहरू चाहिँ छ कि भित्र। ड्रिम गार्डन जस्तो पुरै लाइटै खतरा छ कि भित्र चाहिँ। हेर्दै जाउँ न। पहिले चाहिँ खासै त्यति राम्रो बनाएको थिएन, अहिले चाहिँ धेरै राम्रो बनाएको रहेछ। अब हेर्दै जाउँ भित्र होइन। रमाइलो छ भित्र, राम्रो छ। लाइटहरू राखिदिएको छ झिलिमिली होइन, राम्रो छ। जे होस् यहाँबाट चाहिँ भित्र अब पुरै हाम्रो मूर्तिहरू रहेको छ होइन धेरै। यताको गुफा चाहिँ फर्स्टको गुफा चाहिँ हेरिसकेर हामी चाहिँ अब अर्को गुफातिर जाँदैछौँ होइन। यताबाट निस्किएर अगाडि जाँदै होइन उतापट्टि छन् गुफा चाहिँ अर्को गुफा। यहाँ अगाडि चाहिँ झरना पनि यतै छ अगाडिपट्टि। दोस्रो गुफा पनि यतै छ। यो गुफासँगै यो भित्रपट्टि सर्पहरू जू जस्तै खालको पनि छ क्या भित्र एउटा। मयुरको चाहिँ हेरेर पखेटा जति छ के हो, काटिदिएको हो कि के गरेको हो। हामी चाहिँ यहाँबाट चाहिँ भित्रपट्टि यतापट्टि झरना छ, यतापट्टि चाहिँ भित्रपट्टि यता चाहिँ अर्को गुफा छ कि भित्र। यहाँभित्र चाहिँ जू जस्तै खालको छ, माछाहरू कछुवाहरू। त्यहाँ चाहिँ भिडियोहरू खिच्न पाइँदैन है गाइजहरू। यतापट्टि पनि
जुत्ताको जस्तै जस्तै हो, खासै धेरै त होइन, उस्तै उस्तै जस्तो हो हुन चाहिँ। यताभित्र जाने अर्को पनि छ होइन, यहाँभित्र चाहिँ भिडियोहरू खिच्न पाइन्छ। सर्पहरू धेरै थरीको छ। यहाँबाट चाहिँ अब हामी बाहिर जान्छौँ, बाहिरबाट सिधै यहाँबाट चाहिँ अगाडि के प्रोग्राम भइरहेको रहेछ, हामी एकैछिन यतातिर हेर्छौँ होइन। के प्रोग्राम भइरहेको रहेछ चाहिँ यतातिर चाइनिज न्यु इयरको छुट्टी हो सायद, चाइनिजहरूको स्पेसियल प्रोग्राम होला। हामी चाहिँ अब यो हेरिसकेर चाहिँ अब उतापट्टि झरना छ होइन, झरनापट्टि हेर्न जाँदैछौँ। लगभग घुमिसक्यो बातुकेप एरिया चाहिँ होइन। अब चाहिँ हामी अर्को ठाउँतिर जाँदैछौँ। यो त मन नजिकै हो यो पनि।
jalan-jalan. गाइज यतातिर चाहिँ यो चाहिँ पार्क जस्तै हो कि यो चाहिँ ठुलो धेरै ठुलो छ। यतातिर चाहिँ हामी यसो खाजा साजा ल्याएर होइन खाँदैछौँ। ग्राउन्ड लगाएर अब चाहिँ अनि एकछिन पछि अनि बल्ल घर जान्छौँ। यो चाहिँ धेरै ठुलो छ कि यो ठुलो पार्क छ धेरै। यता चाहिँ अगाडिपट्टि चाहिँ हाम्रो ठुलो ताल छ एउटा होइन। ताल चाहिँ हामी यतातिर तालतिर चाहिँ जाँदैछौँ। अब यहाँ अगाडि धेरै ठुलो ताल छ क्या, पुरै घुम्ने ठाउँ दामी छ।